हेलो वेलकम छ हजुरहरूलाई मेरो भिडियोमा। नमस्ते, सन्चै हुनुहुन्छ होला? आयो म पनि सन्चै छु। सो गाइस, आज फेरि अझै एउटा नयाँ भिडियोसित म हजुरसँग भेटिसकेँ। हजुरहरू, म अहिले जाँदैछु दिदीसँग बनगाई। सो अस्ति हामी गएनौँ किनकि थोडा एकैछिन काम थियो, त्यही भएर अहिले हामी फेरि छौँ। त्यही भएर अहिले हामी जाँदैछौँ दिदीहरूमा। सो म दिदीको घर जाँदैछु यतापट्टि गाइस। सो अब दिदीको घर गएर भेट भयौँ है। अहिले पुगिसकेँ दिदीको घर। और दिदी यहाँ खाना खाँदै हुनुहुन्छ। यता भाउजू बाख्राहरू छ। सो गाइस, म अहिले यहाँ बसेछु, दिदीले खाना खाँदै हुनुहुन्छ किनकि अलि लेट भएछ। सो दिदीहरूले खाना खाँदै हुनुहुन्छ, दिदी बेनाजुले सबैले। सो म यहाँ बसिरहेछु अनि खाना खाएपछि हामीहरू जान्छौँ दिदीहरू म भएर बनगाई। सो अब एकैछिन वेट गरौँ साथीहरू। सो गाइस, हामीहरू उता आफ्नो गाउँ छोडेर यता अगाडि आइसक्यौँ। अब एकैछिन रहेछ हामी पुग्नलाई। अझै कति टाइमको बाटो छ अरे? अझै छ, आधी घन्टा जतिको बाटो छ होला। सो अहिले हामी यहाँ चोरमा छौँ गाइस। यता हेर्न सक्नुहुन्छ मेरो यता पछाडि पुरै यस्तो ग्राउन्ड छ न, यहाँ खोलाको किनारमा आइसकेछौँ हामी। यता दिदीहरूले धेरै घाम भएन सल राख्दै हुनुहुन्छ पटाएर। सो अब हामी उतातिर जानुपर्छ। अहिले अगाडि देखाउँछु मैले हजुरलाई। फाइनली यता खोलाको किनारमा आइसकेछौँ। त्यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। यता हेर्नुहोस्, त्यो पुल टुटेछ, त्यही भएर यताबाट हामी हिँड्नुपर्छ। अनि यता हेर्नुहोस् खोलाहरू, उता पुल छ, त्यो पुलबाट हाम्रो सानीमाको घर गइन्छ। यता हामी तलतिर सानीमाको उताबाट गइन्छ। खोला हेर्नुहोस्, यसलाई बाणगङ्गा खोला भन्छन्। दिदी हेर्नु यति साह्रो हिँड्नुहुन्छ भने म अझै हिँड्न सकेको छैन। दिदी यति रन्किनुहुन्छ भने भेट्नु नै गाह्रो। हामी पुगिसकेका छौँ अहिले सुनको दोकानमा खोलाको सुन लगेर घुम्नको लागि। दिदीहरूमा भएर दिदी बस्न यहाँ आउँदै यता